हजारौं सपनाहरूको बीचमा लापत्ता छ जिन्दगी। थाहा छैन मृत्यु पहिला आउँछ कि गन्तव्य। नसोध सपनाको क्षेत्रफल कति छ भने आकाशभन्दा फराकिला छन् ती रहरहरू। न हाँस्न मन छ न रुन मन छ, सास र लास नभेटिने गरी बेपत्ता हुन मन छ। संगतले परिवर्तन हुने भए जंगलको सबै झारपात जडीबुटी हुन्थ्यो होला। सायद भाग्यमा नै खुसी नलेखिएर होला, जुन कुरामा खुसी हुन खोज्छु त्यही कुराले मन दुखाइदिन्छ। मान्छे भ्रममा बाँचिरहेको हुन्छ, मान्छे वास्तविकतामा बाँचिरहेको हुन्छ र मान्छे भावनामा बाँचिरहेको हुन्छ। यो भावनाको एकहोरो गोरेटोबाट हिँड्दा हिँड्दै पुगिने बाटो स्वयं आफैलाई थाहा हुँदो रहेनछ। त्यसैलाई मान्छेहरू जिन्दगी भन्छन्। कसैका लागि जिन्दगी अब्बल हुन्छ, कसैका लागि जिन्दगी सुन्दर हुन्छ, कसैका लागि त्यही जिन्दगी आँसु नै आँसुको खाल बनेर बसिरहन्छ।